हाम्रो क्षेत्र नम्बर 3 का माननीय ज्यूलाई हामीले प्रत्यक्ष भेट्ने अवसर पायौँ। त्यसमा आफूले आफूलाई म एकदम भाग्यमानी ठान्छु अनि हाम्रो विद्यालयलाई पनि म धन्यवाद दिन चाहन्छु। उहाँले हामी यी विद्यार्थीलाई उहाँसँग भेटाइदिनु भयो अनि आज चाहिँ हाम्रो भ्रमण थियो अनि भ्रमणको लागि हामी चाहिँ सबै साथीभाइहरू चाहिँ हामी चाहिँ विद्यालयको बस प्रयोग गरेर भ्रमणको लागि निस्क्यौँ अनि हामीसँग सन्तोष सर र नरोत्तम सर दुईजना शिक्षक हुनुहुन्थ्यो र उहाँ दुईजना शिक्षकले चाहिँ हामीलाई सहजीकरण गरिदिनु। स्टुडेन्ट हामी लग्यो फेरि यतिको डिसिप्लिन नहुने त कुरै भएन नि। ल केटा हो स्कुलबाट चाहिँ अहिले हामी आइसकिसक्यौँ होइन। उच्च अदालत विराटनगर अनि केटाहरू छ। केटा कस्तो भइरहेछ? ल आज चाहिँ म बड लक्की फिल गरिरहेको छु क्या। आज चाहिँ कति 6वटै इजलास 6-7वटा इजलास निरन्तर रूपमा चलिरहेको रहेछ अरू बेलाको भन्दा पनि। अनि अरू दिन चाहिँ कुन बार पो अरे? फौजदारी मङ्गलबार र सोमबार चाहिँ फौजदारी मुद्दाहरू चल्ने रहेछ। अनि अहिले मेरो साथीहरू माथि हेरिराख्नु भएको छ अनि दृश्य यस्तै छ। हामी यति हेरिसकेपछि खाजाहरू खायौँ र हामीले सबै भ्रमण गरिसक्यौँ अनि विभिन्न कुराहरू जान्नु पायौँ र त्यस पछाडि खाजासाजा खाएर हामी चाहिँ अब मोरङ जिल्ला अदालततर्फ गयौँ अनि त्यस पछाडि साथीहरूसँग रमाइलो भयो, कुराकानी भयो विभिन्न विषयमा। विशेष गरी आइतबार र सोमबार चाहिँ फौजदारी मुद्दा चल्ने रहेछ, त्यो पनि जान्नु पायौँ हामीले। यता माथि पुगिसक्यौँ। अब यहाँबाट चाहिँ मोरङ जिल्ला अदालत जान आँटेको हाम्रो क्लासको केटाहरू। ल केटा हो अब उच्च अदालत पुगेर मोरङको जिल्ला अदालत जाँदैछौँ। यो चाहिँ 2021 सालमा स्थापना भएको रहेछ विराटनगरको। यतातिर गाडी झरेर गिद्दी भएको रहेछ। ल तपाईँहरूलाई थाहै होला हामी लको स्टुडेन्ट त डिसिप्लिनमै हुन्छौँ भन्ने कुरा, त्यही पनि हामी एकदम डिसिप्लिनको साथै काम गऱ्यौँ। अनि त्यस पछाडि हामीले अर्को अदालत पनि भ्रमण गर्नुको लागि हाम्रो साथीहरू लाइनबद्ध भएर हिँड्नुभयो अनि सरले हामीलाई फेरि बाटो देखाउने काम गरिराख्नु भएको थियो निरन्तर रूपमा। अनि हामी त्यो अदालतको बारेमा पनि भ्रमण गऱ्यौँ, भित्र हेऱ्यौँ। तर भित्र गएर चाहिँ भिडियो चाहिँ बनाउनु उहाँहरूले मनाइदिएको, मतलब भिडियो बनाउनु नमिल्ने रहेछ भनेर हामीलाई जानकारी दिनुभयो। अनि हामी त्यो ठाउँलाई पनि मजाले अवलोकन गरेर विराटनगरको रङ्गशाला शहीद रङ्गशालामा गएर हेऱ्यौँ त्यहाँको दृश्य कस्तो रहेछ भन्ने कुरा अवलोकन गर्ने अवसर पायो। आज हामी एउटा भ्रमण मात्र होइन, यो भनेको हाम्रो जीवनको लागि महत्त्वपूर्ण सिकाइको एउटा पाठ पनि थियो। त्यसले हामीले विभिन्न कस्ता मुद्दाहरू आउँदो रहेछ भनेर हामीले अवलोकन पनि गर्न पायौँ र सबै गरिसकेर हामी घरतर्फ लाग्यौँ। अनि मेरो साथीहरू चाहिँ लाइनबद्ध भएर बसमा पालो चढ्नुभयो। अनि त्यस पछाडि हामी सबैजना साथीहरू बसमा चढिसक्यौँ। अनि चढिसकेपछि अब अलिकति रमाइलो नगर्ने त कुरै हुँदैन। हाम्रो बसको साथीहरू नाच्यो अनि सरहरू पनि गाउँदै हाँस्दै बस्नुभयो। अनि आजको लागि चाहिँ यति नै। ल केटा हो विराटनगरबाट हामी स्कुल पनि आइपुगिसक्यौँ। गस भाइ ल हामी चाहिँ लाग्यौँ। ल केटा हो आजको लागि यति नै।